सरकारले भनेको के मानेका छौँ त? सरकारले भन्छ, यो संविधानले भन्छ कि बाल विवाह गर्न हुँदैन। सबैभन्दा बाल विवाह बढी हाम्रै देशमा हुन्छ। न त हाम्रा आमा बुवाहरूले नै यसको विरोध गर्छन्, न त बिहे गर्ने मान्छेले नै सोध्छ हैन। अब घुसखोरी नगर भन्छ। एउटा जग्गाको लाल पूर्जा बनाउन जाँदा आधा घन्टा ढिलो भयो भने पनि बरु 4-5 हजार लिनुहोस्, अलिकति केही चिया पानी लिनुहोस्, तर मेरो छिटो गराइदिनुहोस् भनेर कसले भन्छ? जनतैले भन्छ। अनि जब जनतै लुटेरा छ, जनतै अपराधी छ, त अनि नेता चाहिँ के भगवान हो र? त्यो भने त जनतै हो पहिला। त्यसलाई अब सबै मिलेर भोट हालेर पनि नेता बनाइदिएको। अनि गाली गर्दाखेरि चाहिँ नेतालाई गर्ने, आफूलाई आफ्नो सोच्नु पर्दैन पहिला, आफू कस्तो छु भन्ने। हामीले हाम्रो देशको विकास गर्नलाई सबैभन्दा पहिला आफूमा सुधार ल्याउन जरुरी छ के। सबभन्दा पहिला आफूले के गर्ने के नगर्ने भन्ने कुरा जाँच गरौँ, पछि चाहिँ सरकारतिर जाम लागे। जब जनतै ग्राउन्ड लेभलको जनतै सबै बेकार छ भनेपछि अनि नेता चाहिँ कहाँबाट राम्रो भइदिने हो र भने? देश कहाँबाट विकास भइदिने हो र? यदि केही गलत कुरा भइरहेछ गाउँ समाजमा भने त्यसको विरोध पनि गर्दैनन्। त्यसको विरोध जसले गर्छ, यो चाहिँ गलत भइरहेछ भन्छन्, त्यसैलाई बरु मिलेर सबै मिलेर त्यसैलाई बरु होच्याइदिन्छन् नराम्रो काम हुँदा पनि। अनि विकास हुन्छ देश। सुधार आफूमा ल्याएको खोइ त। अनि भनिदिनु पर्ने नेता यस्तो नेता उस्तो। अरे यदि तपाईँको गाउँठाउँको वडाध्यक्षले गलत काम गर्छ भने तपाईँले सिधै गएर प्रचण्ड, सिधै गएर ओली देउबाहरूलाई गाली गरेर हुन्छ र भने? त्यो तिम्रो ठाउँको वडाध्यक्षको विरोध गर नि त। अनि त्यसै कुन कुराको कहाँ विरोध गर्ने हो त्यो थाहा नै छैन, सिधै नाम लगाएर गाली गरेछ। गाली गरेर हुँदैन हो विकास। आफूमा सुधार ल्याउँ, पछि सोचौँला हामी आफै सुध्रियौँ पहिला।